बबाल भ्यू हेर्नको लागि चाहिँ यहाँ आउनुपर्छ घरमा पनि फाबर हो यहाँ फाबर पिसिँदैछ होइन। हेलो नमस्ते वेलकम टु माई न्यू ब्लग। आज चाहिँ म जाँदैछु यहाँ देख्नुभयो नि त नार्सिङ वाटरफलसम्म होइन। हेरौँ कति लाग्छ टाइम। म यहाँ घरबाट भर्खरै निस्किएको छु होइन। ल है त गाइजहरू यस्तो रहेको छ हाम्रो गाउँभित्रको सिनहरू। फुलहरू देख्न सकिन्छ यहाँ मजाले होइन त। होमस्टेहरू यहाँ छन्। लालुपाते हरियाली छाउन लाग्छ होइन गाउँघरतिर एकदम रहेको छ हाम्रो पानी घट्ट। यहाँ चाहिँ मेरो मम्मी बस्नुहुन्छ होइन। यहाँ हाम्रो अर्ग्यानिक पानी घट्ट रहेको छ होइन। देखि गाउँमा त्यो र फाबर हो यहाँ फाबर पिसिँदैछ होइन। फाबर फुल्यो मकै रहेछ। यहाँबाट यसरी बारेर यसरी घट्टको निर्माण भएको छ। हाम्रो बाबाले बनाउनु भएको होइन। अब के भन्नु र होइन आमासँग के प्रश्न गर्नु र भनेर म माथितिर हिँडिसकेँ होइन। बाटो चाहिँ अहिले चाहिँ एकदमै राम्रो भइरहेको छ होइन। पहिलाको चाहिँ बाटो थिएन, अहिले चाहिँ धेरै राम्रो बाटो चाहिँ लगभग होल भने जस्तो राम्रो भइरहेको अहिले चाहिँ होइन। पहिला चाहिँ यस्तो यो जुन हाम्रो रेलिङहरू छ नि त यो यस्तो रेलिङहरू थिएन होइन। त्यही भएर अलिक गाह्रो हुन्थ्यो हिँड्नेहरूलाई। थारै उकालो छ नि त। त्यही पनि अहिले चाहिँ रेलिङ हालिदिएको भएर ती समाउँदै हिँड्न चाहिँ दिन्छ ठिक हुँदो रहेछ होइन। म पनि लगभग झर्नामा नगएको त भयो 1 वर्ष जति भयो होइन ठ्याक्क। यो चाहिँ हाम्रो झर्नाको ठ्याक्क मुनिपट्टिमा पनि छ होइन। यहाँ नि राम्रै छ झर्ना चाहिँ। माथिको ठुलो भएको चाहिँ माथि रहेको छ। यहाँ जाँदाखेरि ध्यान दिनुपर्ने कुराहरू चाहिँ हाम्रो वर्ष दिन नपुगेकोहरू अनि मेन्स भएकोहरू जानु मिल्दैन अनि सुख परेकोहरू। यहाँबाट त कस्तरी घुमेर नयाँ हो कि नयाँ बाटो। पहिला चाहिँ उताबाट थियो अहिले चाहिँ लास्ट घुमाउरो भएछ। त्यही पनि अब जानै पऱ्यो होइन। पानी पर्न लाग्यो गएर भिडियो सिडियो बनाएर फर्किहाल्नु पर्ला भनेको। निलगिरी हल्का हल्का देखिरहेको होइन। ल अब चाहिँ टक्क पानी पऱ्यो भने यहाँ बस्ने ठाउँ चाहिँ बनाइदिनु भएको रहेछ। ठिक छ धेरै राम्रो छ होइन। खोर व्यवस्था पनि यहाँ छ हाम्रो पानी खाने पानी पास गर्ने भयो होइन। आनन्द हुने रहेछ नि होइन। एकदम गुड छ पानी त हेरेर धाराको मुलको पानी हुन्छ होला होइन। भन्दै 1 वर्ष 1.5 वर्ष जतिमा आएँ म चाहिँ होइन। हाम्रो छारे खोलो किस्ने भूमि चिन्ने भूमि ठुलो भूमिलाई चाहिँ मेरो तर्फबाट नमस्कार गर्न चाहेँ म होइन। झर्नाभन्दा हल्का मुनि जानु सक्नुहुन्छ तपाईँहरू होइन। बाटो चाहिँ यस्तो रहेको छ। त्यहाँ गएर देखिने भ्यू चाहिँ सबभन्दा राम्रो देखिन्छ होइन। यहाँ चाहिँ अहिले जङ्गल रहेको छ भने त्यही गरेर यहाँ आएर देखाउनु पर्छ है भ्यू त अझै यस्तो बबाल अझै तल गएर देखाउँछ नि तपाईँहरूले। बबाल भ्यू हेर्नको लागि चाहिँ यहाँ आउनुपर्छ घरमा पनि। यहाँ मन्दिर रहेको छ भने थोरै मुनि आयो होइन यस्तो बबाल देखिन्छ कि आम्मा यो नि त पारा होइन। हाम्रो नार्सिङ वाटरफलको भिडियो चाहिँ यस्तो बवाल रहेको छ। यहाँहरूले देख्न चाहिँ सक्नुहुन्छ होइन।
आएर घुम्नु होला। मेरो युट्युब च्यानलमा नेचर भ्लग 10 छ, त्यो पनि हेरिदिनु होला भन्दै लगभग म पनि भिडियोको अन्त्यतिर पुगिसकेको यहाँहरूलाई जानकारी गराउँदै यस्तै नेचर कुराहरू म फेरि पनि लिएर आउने छु। तपाईहरुले साथ सपोर्ट र माया गरिदिनु होला। युट्युबमा गएर मेरो सब्स्क्राइब पनि गरिदिनु होला हैन। नेचर भ्लग 10 छ हैन। म फेसबुकमै लिंक राखिदिन्छु हैन, फेसबुकबाटै गएर हेर्न सक्नुहुन्छ भन्दै म पनि पारस ऊर्जा तपाईहरुबाट बिदा हुन चाहन्छु। हस्, धन्यवाद। यस्तै भिडियो हेर्नको लागि पारस पेजलाई पनि फलो गर्नु होला।